गुड मर्निङ जे नेपाल साथीहरू पहिला त मलाई फलो गरिदिनु होला त। अब मैले के भन्दैछु भने अझैसम्म जीबी राईलाई किन पक्राउ गर्न सकेको छैन यो सुशीला कार्कीको सरकारले। पहिलाको सरकारले त सकेन। पहिलाको सरकारले किन सकेन म भन्छु। माओवादी, एमाले, काङ्ग्रेस यिनी तीनटा दल मिलेर जीबी राईलाई भगाएको हैन। अब जीबी राई पक्राउ पर्दा बित्तिकै एमाले, माओवादी, काङ्ग्रेसका अधिकांश नेताहरू जेल जान्छन् कि यिनीले त्यो डरले पनि पक्राउ नगरेको। हाम्रो नेपालको पुलिस एसियामा चाहिँ नम्बर 1 पर्छ के। इन्टरपोलले जस्तो सुकै मान्छे समाएर ल्याउँछ के। जुनसुकै कुनामा जुनसुकै देशमा लुकेको मान्छे इन्टरपोलले ल्याउँछ के समाएर। अनि अर्को कुरा, हाम्रो देश विदेशमा नेपाली नपुगेको कुनै पनि ठाउँ छैन के। त्यहाँ त जीबी राई त होला नि। त्यहाँको नेपालीले त देखे होला नि त्यो जीबी राईलाई। त्यहाँको नेपाली त्यहाँको पुलिसलाई हैन कम्प्लेन्ट गर्दै त्यसलाई डिपोर्ट गराएर नेपाल पठाउन सक्नु न तपाईहरु। नेपाली हुनुहुन्न कोही त्यहाँ। यिनी नेताहरूले त झिकाउँदैनन् के। तपाईहरु सबैलाई थाहा छ रवि लामिछाने निर्दोष हो भन्ने सबैलाई थाहा छ। त्यो जुनसुकै देशमा लुकेर बसे पनि त्यहाँ त नेपाली त होला नि। नेपाली चिने त होला नि। त्यसलाई पिटेर त्यसलाई समाएर पुलिसको जिम्मा लगाइदिनु, त्यसलाई डिपोर्ट गरेर नेपाल पठाइदिन्छ त्यसलाई। प्लिज साथीहरु यो भिडियो सक्दो शेयर गरौँ है त। ओके बाइ बाइ। जे नेपाल।